प्रधानमन्त्रीलाई कसैले त्यहाँ मन्त्रालयको साथीहरूले गएर भनिदिनु होला 60 लाखबाट 90 लाख पुग्नु भनेको नाफा बढ्नु होइन। यो दूध उत्पादन गर्ने किसानहरूलाई उनीहरूको भुक्तानीको चक्रको टाइम मैले घटाएँ भनेर भनेको छ। वा 75 करोड मैले हेरेँ, 75 करोडको बोक्यौताबाट 35 करोडमा झर्यो भनेको कमाएर भएको होइन। यो अर्थ मन्त्रालयले पैसा दिएर भएको। प्रधानमन्त्रीले यस्तो यस्तो कुरामा अलमलिने हो भनेको बाबा। काङ्ग्रेसले उद्योग बेच्यो, अब म आएँ, अब मैले खतरा उद्योग चलाइदिएँ। नि त 60 लाखबाट 90 लाख पुग्नु भनेको कहाँ नाफा बढ्नु त? नाफा उल्टो घट्यो चाहिँ नि। 90 लाखबाट 60 लाख पुगेको भए पो नाफा बढ्थ्यो त। अनि अर्को कुरा 75 करोड बक्यौता तिर्नबाट 35 करोडमा आयो भनेपछि त यो पक्कै पनि बेचेर तिरेको होइन नि त। यो त अर्थ मन्त्रालयले दिएको, यो आफै नाफा गरेर कमाएर तिरेको त होइन। नेपालको प्रधानमन्त्री भएर यस्तो यस्तो कुरामा अलमलिएर हुन्छ त? यस्तो देशको विकास गर्न, यस्तो राम्रो काम गर्न अलमलिएर हुन्छ? नेपालको प्रधानमन्त्री भएपछि त गफ हान्नुपर्छ अलिक। टियुको डाँडामा गएर दिनको 2-3 लाख कमाउन सकिन्छ, महिनामा 4-5 लाख 10 लाख कमाउन सकिन्छ भनेर गफ हान्नु पर्यो। घर घरमा ग्यासको पाइप ल्याइदिन्छु भनेर भन्नु पर्यो, घर अगाडि नै रेल ल्याइदिन्छु भन्नु पर्यो, पानी जहाज ल्याउँछु भन्नु पर्यो। यस्तो यस्तो गफ पो दिने हो त? कहाँ नेपालको प्रधानमन्त्री भएर यस्तो यस्तो कुरामा अलमलिएको त?